हेलो साथीहरू, आज चाहिँ मिठो चटपटे बनाएर खाम है त। म के हालेर कसरी चटपटे बनाउँछु म तपाईँहरूलाई देखाउँछु है। मसँग खासै बजार जस्तो इन्ग्रिडियन्ट्स त हुन्न, तर पनि जे हाल्छु म तपाईँहरूले त्यही देखाउँछु। अनि यत्तिको हाले पनि मिठो हुन्छ है। मैले चाहिँ नखाएको पनि धेरै टाइम भइसकेको थियो, अनि म आज चाहिँ चटपटे बनाउँदैछु। मैले सबभन्दा फर्स्टमा हालेँ भुजा, अनि त्यसपछि म हाल्दैछु यहाँ प्रीति चाउचाउ स्पाइसीवाला। अनि त्यसपछि मैले चाहिँ यहाँ प्याज काक्ती डल्ले खुर्सानी र काँक्रा काटिसकेको थियो, अनि यसमा हालेँ। अनि मैले चाहिँ नखाएको पनि धेरै टाइम भइसक्यो, किनकि हाम्रो गाउँमा पसल नै छैन। एउटामा हामीले सानो अलमारीमा सामान राख्नुहुन्थ्यो, अनि आजभोलि त उहाँले पनि सामान राख्न छोडिसक्नुभयो। नखाएको पनि धेरै टाइम भइसकेको थियो। सो आज बाबाले बजारदेखि सामान ल्याउनु भएको थियो चटपटेको। सो मैले आज चटपटेको बनाउँदैछु। सो मैले यसमा चाहिँ नुन हालेँ, अनि तेल हालेँ। यो तेल चाहिँ राम्रो कलर दिन्छ चटपटेको। अनि दालमोठ पनि हालेँ, अनि लास्टमा मैले हालेँ चुक। यो चाहिँ हाम्रो चाचाको प्योर चुक हो, अलिकति हाल्दा पनि यस्तो राम्रो लाग्छ। सो मैले चाहिँ यसमा सबै बनाइसकेपछि लास्टमा अलिकति काग्ती हालेँ, किनकि मलाई काग्तीको बास्ना यस्तो मिठो लाग्छ कि चटपटेमा। अनि मेरो चटपटे भइसकेको छ रेडी। मैले चाहिँ एउटा पुरा डब्रा बनाएको छु, अनि हामी चाहिँ खाने 3 जना मात्रै छौँ। अनि मैले चाहिँ यहाँ 2 कटोरीमा मम्मी बाबालाई हालेँ, अनि त्यसपछि सबै खाने भाग मेरो। मलाई चाहिँ खाना यस्तो मनपर्छ कि मलाई जस्तो भए पनि खाना भए पुग्छ। यस्तो मिठो थियो नि गाइस, मैले चाहिँ यति धेरै खाएँ, मलाई चाहिँ खाना नभए पनि पुग्छ। अनि मैले चाहिँ दिउँसोभरि खाना खाएको थिएन, यत्तिको चटपटे खाएँ भने त म यस्तो राम्रोसँग अगाएँ कि तपाईँहरूले पनि देखेर मुखमा पानी आएर होला। अनि के गर्ने, कहिले आउनु सँगै बसेर खाम्ला है त।